आज दाग एपिसोडमा यहाँहरू सम्पूर्णलाई स्वागत छ र पछिल्लो भिडियोमा हेर्दाखेरि चाहिँ धेरैजना अभिभावकज्यूहरू तथा हाम्रो भाइहरू चाहिँ धेरै दागको बारेमा चाहिँ कन्फ्युज भएको देखेँ र पछिल्लो रिक्रुटमेन्टको टिमको क्राइटेरिया अनुसार चाहिँ दागहरू चाहिँ विभिन्न प्रकारको हुन्छ। जस्तै कोही अब जन्म दाग हुन्छ, कोही काटेको दाग, कोही पोलेको दाग, कोही स्ट्रेच मार्क्सहरू हुन्छ भने कोही चाहिँ सरुवा रोग एकदम सेतो टाटाहरू जस्तो देखेको पनि हुन्छ। र यो दागहरू चाहिँ कुन ठाउँमा छले पनि एकदम धेरै म्याटर गर्छ र कत्रो छले पनि एकदमै धेरै म्याटर गर्छ। जस्तै अब नर्मल्ली भन्यो भने जन्म दागको केसमा इभन अब अनुहारमा छैन भने चाहिँ अरू ठाउँमा आएको र हाम्रो छालाको सर्फेसभन्दा नउठेको जन्म दागहरू रातो रातो टाइपहरू छ भने त्यसले खासै असर गरेको देखिँदैन भने अर्को तपाईँको काटेको दाग मानिलिउँ चोटपटक लागेको दागहरू चाहिँ स्पेसली हुन्छ। त्यो सामान्य नै हो चोटपटक लागेको, तर त्यो पनि अलिकति ठुलो छ र आफ्नो सर्फेसभन्दा चाहिँ बाहिर उठेको छ भने त्यसले नि असर गर्नु सक्छ। अनि अर्को भनेको चाहिँ तपाईँको चाहिँ पोलेको दागहरू छ। पोलेको दागहरूले पनि त्यो चाहिँ अब तपाईँको नर्मल्ली पोलेको छ अथवा सर्फेसभन्दा बाहिर छालाको सर्फेसभन्दा बाहिर उठेको छ भने त्यसले पनि असर गर्छ। र अर्को भनेको स्ट्रेच मार्क्सहरू हुन्छ, जुन चाहिँ हामी पहिला एकदमै मोटो थियौँ अथवा एकदमै दुब्लो थियौँ, पछि मोटाएर गरेको त्यो छाला तन्केको मार्क हुन्छ। त्यो चाहिँ एक्सर्साइज गर्दै गएपछि हामीहरू घट्छौँ र घटिसकेपछि छालाले आफ्नो ठाउँमा चाहिँ काचाकुचुक पर्ने भएकोले गर्दा त्यसलाई चाहिँ स्ट्रेच मार्क्स भनिन्छ होइन, जुन चाहिँ तन्केर फेरि सुकेको भनौँ न, त्यो चाहिँ एक्सेप्टेबल छ। र अर्को भनेको चाहिँ दाग, जस्तै अब भनौँ होइन एकदमै रोग लागेको जस्तो दुबीहरू भनौँ, एउटा एकदम सेतो टाटा अननेचुरल दागहरू छ भने त्यो चाहिँ एक्सेप्टेबल हुँदैन। र अर्को काटेको दागहरू त अब सामान्य गाउँतिर चोटपटक लागि नै हाल्छ, फुटबल खेल्दा होस् चाहे त्यो होस्, तर त्यो दाग पनि एकदमै ठुलो छ र उठेको छ भने चाहिँ यहाँहरूले स्किन हस्पिटलमा गएर पर्मानेन्टली नै त्यसलाई चाहिँ सुकेकोलाई चाहिँ बढेकोलाई चाहिँ सुकाउनु होला र त्यसरी चाहिँ एक्सेप्टेबल छ। र यहाँहरूको सम्पूर्णको दागको बारेमा कन्फ्युजन चाहिँ सकेसम्म मैले मेटाउने कोसिस गरेँ भन्ने चाहिँ मलाई लाग्छ। इन केस अझ पनि छैन भने चाहिँ तल कमेन्ट गर्नुहोला, म सकेसम्म गर्ने कोसिस गर्नेछु।